एकचोटि के हुन्छ भन्नुहुन्छ भनेदेखि जङ्गलमा आगो लाग्छ हैन, अनि सबै जनावरहरू जीवजन्तुहरू हाहाकार हुन्छ, अनि कतिले आफूले सकेको पानी बोक्न थाल्छन्। त्यतिकैमा एउटा सानो कमिला पनि उसको चुच्चोमा जति सक्छ उसले पानी बोकेर आगो निभाउन जङ्गलतिर लागिराखेको हुन्छ, जहाँ आगो जलिराखेको छ हैन। अनि त्यतिकैमा बिचमा के हुन्छ, हात्ती आइपुग्छ। अनि हात्तीले देख्छ कमिलाले चुच्चोमा पानी बोकिरहेछ, अनि हात्ती अचम्म मान्छ। अनि कमिलाले एक किसिमले हेप्छ भनौँ न हैन कमिलालाई, त यदि सानो चुच्चोमा पानी बोकेर तैँले कहिले यो जङ्गलको आगो चाहिँ निभाउन सक्छस् भनेर हात्तीले कमिलालाई हेप्छ एक किसिमले। अनि कमिलाले भन्छ, हो हात्ती दादा, म एकदम सानो छु, मलाई थाहा छ मेरो चुच्चोले बोकेको यो पानीले यो जङ्गलको आगो निभाउन सक्दैन, तर मलाई यो पनि थाहा छ कि एक दिन यो जङ्गलको आगो लागेको इतिहास लेख्यो भनेदेखि मैले यो जङ्गलको आगो लगाउनको लागि होइन, यो मैले आगो निभाउनको लागि भनेर मेरो इतिहासमा नाम लेखिन्छ। त्यो भएर मैले सकेको चाहिँ नि गरिराखेको छु। यसको मोरल के हो, आफूले सकेको समाजमा, घरमा, परिवारमा जति सकिन्छ त्यति पोजिटिभ हैन, जति सकिन्छ त्यति पोजिटिभ चाहिँ हामीले गर्नै पर्छ। हाम्रो कर्तव्य पनि हो, जिम्मेवारी पनि हो हैन। यति नै गर्नुपर्छ भन्ने छैन, जति सकिन्छ त्यति समाजमा एटलिस्ट पोजिटिभ चाहिँ हामीले फैलाउनै पर्छ, सकारात्मक कुरा फैलाउनै पर्छ। आगो लगाउनु भन्दा आगो निभाउनु जाति हो नि त।